जनताका विभिन्न तह तबकासँग संवाद गर्ने, अन्तर्क्रिया गर्ने, जनताका पीडा र समस्याहरू के छन् त्यसको अधिकतम अध्ययन गर्ने, बुझ्ने कोसिस गर्ने रूपमा अनि जुन जिल्लामा गए पनि त्यहाँका बुद्धिजीवीहरू, नागरिक समाज, पत्रकार सबै के धारणा छ त्यस जिल्लाको समस्याको बारेमा या गतिविधिको बारेमा या राष्ट्रिय राजनीतिको बारेमा त्यसको बारेमा पनि संवाद गर्ने एउटा विशिष्ट प्रकारको अभियानको रूपमा हामीले यसलाई सुरु गरेका त्यही अनुसार नै झापा फरक सुनसरी हुँदै आज हामी तपाईँहरूको अगाडि सप्तरी जिल्लाको यो केन्द्रमा उपस्थित छौँ। कमरेडहरू र साथीहरू, जहाँ गयौँ त्यो ठाउँका जनताको कुराहरू सुन्ने, बुझ्ने कोसिस गर्यौँ अनि बीच-बीचमा जनताका भावना उहाँहरूले गरेको हाम्रो टिम, हाम्रो नेतृत्वको पुरै टिमलाई गरेको न्यानो स्वागत, अभिवादन हामीले ठाउँ-ठाउँमा हेर्दै आयौँ र अहिले राजविराटमा यो अन्तर संवाद जसमा केही वरिष्ठ बुद्धिजीवीहरूले पनि आफ्ना विचार सहित हामीलाई शुभकामना भन्नुभयो गरेर तराई मधेस जागरण अभियान सञ्चालन गर्दैछौँ। यसको उद्देश्य हिजो राज्यद्वारा सबभन्दा बढी विभेद गरिएका, विभेदमा पारिएका, अपमानित गरिएका, विकासको दृष्टिकोणले इतिहासको कुनै कालखण्डमा निकै अगाडि भएको मधेसलाई राज्यद्वारा पछि पार्ने दुस्साहस गरिएका आदिवासी जनजाति, मुस्लिम, मधेसी, थारूहरूको सतत बसोबास भएको इलाकामा हामी आएका छौँ र हामी त्यहाँ सम्बन्ध सुदृढ गर्न चाहेका छौँ। अहिले जुन परिवर्तन भयो तपाईहरु सबैलाई थाहा छ, यो परिवर्तन समावेशिताको, समानुपातिकताको, संघीय गणतन्त्रको यो परिवर्तनमा माओवादी जनयुद्धको भूमिका नेतृत्वदायी नै रह्यो र माओवादी जनयुद्धको पृष्ठभूमिमा नै मधेस आन्दोलन सम्भव भयो। तर अहिले देशको जस्तो परिस्थिति छ, जसले मधेस आन्दोलन, मधेसवादी दल भने ती पार्टीहरू बिस्तारै चाहिँ उनीहरूको चाहिँ विसर्जन या विघटन या उनीहरूले जनताको अगाडि गरेको कमिटमेन्ट पूरा गर्ने स्थिति देखा परेको छैन। मधेसमा यो जागरण ल्याउने र चेतना ल्याउने ती 1300 माओवादी आन्दोलनका महान शहीदहरू, बेपत्ता योद्धाहरू, मधेस आन्दोलनका शहीदहरू सबैको जिम्मेवारी अब माओवादी केन्द्रले नै लिनुपर्ने अवस्था छ भन्ने महसुस गरेर हामी तपाईहरुको अगाडि आएका छौँ। जबसम्म माओवादी आन्दोलन र मधेसवादी शक्ति अथवा मधेसको शक्ति, मधेसी जनसमुदाय एक ठाउँमा केन्द्रित हुँदैन, तबसम्म हामीले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको पनि रक्षा नहुने खतरा छ र देश अस्थिरता, अराजकता र आर्थिक रूपले एउटा भयानक दुष्चक्रमा फस्ने खतरा छ। त्यसकारण ऐतिहासिक आवश्यकता महसुस गरेर सबभन्दा पहिला तराई मधेसका जनतासँग हामीले फेरि एकचोटि गहिरो गरी सम्बन्ध सुदृढ गर्नुपर्दछ र मधेसका जनताको पहिचान र अधिकारको लडाईँ जो माओवादीले हिजो रगत बगाएर स्थापित गरेको हो, अब त्यसको जिम्मा र त्यसलाई अगाडि बढाउने र मधेसलाई साँच्चै आत्मसम्मान र पहिचान दिने काम हामीले नै गर्नुपर्छ भनेर नै यो अभियान सुरु गरिएको छ। मलाई विश्वास छ तपाईहरुले यसलाई आत्मसात गर्नुहुनेछ
र तपाईँ हामी एक हुने बित्तिकै यो देशमा अरू कसैले कुनै दुस्साहस गरे पनि त्यो सफल हुने छैन। जनता विजयी हुनेछ। तराई मधेसमा समृद्धि र विकासको एउटा नयाँ अभियान सञ्चालन गर्न सकिनेछ। मैले अहिले धेरै व्याख्या गर्न सायद आवश्यक र सम्भव छैन, तर पनि केही ठुला परियोजनाहरू जो अहिले कार्यान्वयन प्रक्रियामा छन्, चाहे त्यो सुनकोशी मरिन डाइभर्सन र त्यसबाट हुने सिँचाइको कुरा होस्, चाहे त्यो काठमाडौँ तराई फास्ट ट्र्याक जो निर्माणको प्रक्रियामा छ त्यसको कुरा होस्, चाहे निजगढमा एयरपोर्ट बनाउने भन्ने बारे जो छलफल चलिरहेको छ त्यसको कुरा होस्, चाहे त्यो खुला वार्तालाई सम्पूर्ण रूपले सम्पन्न गर्ने होस्, चाहे यो एसिया हाइवेको रूपमा पूर्व पश्चिम राजमार्गलाई स्तर उन्नति गर्ने कुरा हो, यी सबै दीर्घकालीन रूपले मधेसको समृद्धिको निम्ति पक्कै पनि महत्त्वपूर्ण छन्। परिवर्तनको वाहक पार्टी मधेसी जनतालाई सबभन्दा पहिला अधिकार सम्पन्न गर्नुपर्दछ, मधेसी जनताको आवश्यकतालाई पहिला सम्बोधन गर्नुपर्दछ भनेर मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाएर आन्दोलनमा अगाडि बढेको पार्टी हुलाकी मार्ग केन्द्रित अभियानमा जुटेको छ। म तपाईँ राजविराजका सबै कमरेडहरू र मित्रहरूलाई यसको महत्त्वलाई, यसको सन्दर्भ र ऐतिहासिकतालाई गहिरो गरी चिन्तन गर्न अपिल गर्न चाहन्छु। यहाँका जनताको मैले यहाँ आउँदै गर्दा राजविराजसम्म आइपुग्दा सिँचाइको समस्या, विद्युतको चाहिँ उपलब्धता सहित सिँचाइ भयो भने किसानहरूले धेरै राहत पाउँछन् भनेर किसानहरूले मलाई सुनाउनु भएको छ। यहाँको राजमार्ग निर्माणका समस्या, कृषि उत्पादनको बजारीकरणका समस्या, शीत भण्डारका समस्या आदि इत्यादि जो किसानहरूले राख्नु भएको छ, हाम्रो ध्यान त्यसमा गएको छ। शिक्षाको समस्या, यहाँ एउटा राम्रो कलेज प्राविधिक रूपले तालिम दिनको लागि आवश्यक छ भनेर युवा विद्यार्थीहरूले पनि हामीलाई भन्नुभएको छ, त्यहाँ पनि हाम्रो ध्यान छ। स्वास्थ्य सम्बन्धी पनि स्थानीय स्तरमा र जिल्ला स्तरमा पनि त्यसको विकासको आवश्यकता बारे पनि मलाई साथीहरूले र प्रतिनिधिहरूले राख्नु भएको छ। हाम्रो ध्यान त्यसमा पनि गएकै छ। तपाईहरुलाई थाहा छ शिक्षा क्षेत्रको विकासको निम्ति बजेट पर्याप्त भएको छैन, हामी त्यसमा जोड दिँदै आएका छौँ। शिक्षालाई व्यवस्थित गर्नको लागि भनेर विद्यालय शिक्षा ऐन मैले धेरै मेहनत गरेर सदनमा पुर्याएको छु र अहिले सदनमा छलफल हुँदैछ। त्यसलाई आवश्यक संशोधन र परिमार्जन गरेर शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक सबैको हितमा हुने गरी त्यसलाई पारित गर्न पनि हाम्रो पार्टीले भगीरथ प्रयत्न गरिरहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। एउटा कुरा मलाई सप्तरीमा तपाईहरुको अगाडि उभिएर यो अभियानको कुरा गर्दै गर्दा मधेसी जनताको आत्मसम्मान, पहिचान र अधिकारलाई अझ सुदृढ गर्ने र मधेस पहाड हिमाललाई राष्ट्रिय एकताको अझ मजबुत सूत्रमा बाँध्ने कुरा मैले गरिराख्दा म जो मधेसमा आएर पनि निर्वाचन लडे, तपाईहरुले यहाँ भनि नै सक्नुभयो, मधेसमा आएर चुनाव लडेर मधेसी जनताले विजयी बनाएर पनि म प्रधानमन्त्री बने। मैले त्यति बेला भनेकै हो, मधेसी जनतासँग साँच्चै मैले कुनै चाहिँ आदर्शवादी कुरा गरेको होइन। हिजो जनयुद्धको बेलामा पनि सबभन्दा पहिला मधेसलाई नै अगाडि ल्याउनु पर्छ। यो राज्यले सामन्ती निरङ्कुश तन्त्रले मधेसलाई दोस्रो दर्जाको हैसियत दिएको छ। त्यसबाट मुक्त नभइकन नेपालमा क्रान्ति सम्भवै छैन, नेपालमा गणतन्त्र सम्भवै छैन भनेर मधेसलाई नै महत्त्व दिएको एउटा नेताको हैसियतले पनि म आज तपाईहरुको अगाडि दुईटा कुरा के भन्न मन लागेको छ भने, मैले सप्तरी जिल्लामा नै
जन्मे हुर्केर राजनीतिक गतिविधिमा लागेको रामराजा प्रसाद सिंह। जनयुद्धमा पनि उहाँले विभिन्न रूपले हामीलाई मद्दत गर्नुभएको थियो र गणतन्त्रवादी नेताको रूपमा उहाँको छवि पनि राष्ट्रिय रूपमा स्थापित पनि थियो। मैले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रूपमा रामराजा प्रसाद सिंहलाई प्रस्तावित गरे, तपाईहरुलाई थाहा छ, र त्यसो गर्नु बिल्कुल उचित थियो। मधेसबाट पहिलो राष्ट्रपति, त्यो पनि गणतन्त्रवादी नेताको छवि बनाएको रामराजा प्रसाद सिंहलाई बनाउँदा सिंहकै मधेसको सम्मान पनि धेरै माथि जान्थ्यो। इतिहासमा तपाईँ सप्तरीवासी बुद्धिजीवी नागरिकको पनि प्रतिष्ठा धेरै बढ्थ्यो। म आज बडो गम्भीर र मार्मिक रूपले तपाईहरुलाई भन्न चाहन्छु, मधेसमा आफूलाई मात्रै मधेसी जनताको पक्षधर ठान्ने केही नेताहरूले नै रामराजा प्रसाद सिंहलाई राष्ट्रपति बन्नबाट रोकेको हो। तपाईहरुले कतिको विचार गर्नु भएको छ? माओवादीले मधेसको एउटा नेतालाई मधेसी जनताको सम्मानको निम्ति भनेर प्रस्तावित गर्दा आफूलाई मधेसवादी भन्ने दल र नेताहरूले नै रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिबाट हराए। तपाईहरु कसैले होइन भन्न सक्नुहुन्छ? मलाई कसैले सक्नुहुन्न, किनभने यो यति मार्मिक र कटु सत्य हो, कसैले पनि यसलाई झुटो भन्न सक्दैन। अहिले तपाईहरु भ्रमित हुनुहुन्छ, मधेसको थुप्रै जनता भ्रममा पारिनु भयो। किनेको उनकी मधेसको मुक्तिदाता भन्ने भ्रम पर्न गयो। हामीले पनि केही कमजोरी गर्यौं, जति गम्भीर रूपले तपाईहरुको बीचमा आउनु पर्ने, सबै कुरा बताउनु पर्ने साथ हामीले सकेनौं। कता कता तपाईहरु माओवादी भन्दा रामराजा प्रसाद सिंहलाई हराउने कति मधेसवादी नै आफ्ना हुन् कि भन्ने भ्रममा रहनु भएर देशको दुःख पायो। म अर्को पनि सम्झिन चाहन्छु, गजेन्द्र नारायण सिंह, जो पनि सप्तरी जिल्लाकै एउटा त्यस्तो नेता जसले मधेसको सम्मान, आत्मसम्मानको लागि, मधेसी जनताको पहिचान र अधिकारको लागि एक्लै भए पनि आवाज उठाइराखेर उठाउँदै हुने दिवंगत पनि भए। आज म किन अलिकति यो विषय भन्न मन लागेको छ भने आजै हामी ब्रेकफास्ट मिटिङमा गजेन्द्र नारायण सिंहको नातिले मलाई गजेन्द्र नारायण सिंहले लगाए जस्तै कुर्ता र धोती उपहार दिनुभयो। किनभने गजेन्द्र नारायण सिंहले उठाएको कुराको असली उत्तराधिकारी माओवादी नै हो। अझ त्यसलाई विकसित र परिमार्जित गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म माओवादीले ल्याएको हो। यो कुरालाई तपाई हामी सबैले गहिरो गरी बुझ्न जरुरी छ। दोस्रो, तपाई हेर्नुहोस्, सक्कली मधेसवादी हो, सक्कली मधेसवादी माओवादी नै हो। तपाई इतिहास हेर्नु होला, घटनाक्रम हेर्नु होला।